जेनजीहरूको उत्साहित उपस्थिति छ यसमा। यसलाई कसरी हेरौँ भनेदेखि निर्वाचनको मिति घोषणा भइसके पछाडि युवा मतदाताहरू 10 लाख थपिनु भयो। पहिला हामी 9 लाख भन्ने गरेका थियौँ, अहिले हामीले त्यो पुरानो हटेको तर नयाँ थपिएको लमसम गर्दाखेरि लगभग 10 लाख थपिनु भएको छ। त्यसमा अधिकांश उमेर जेनजीको छ र उहाँहरूको इच्छा शक्ति र निर्वाचन प्रतिको उहाँको लगाम असाध्यै राम्रो छ र मन लाग्छ उहाँहरू सबैले मतदान गर्नुभएको छ र मतदानमा भाग लिनु भएको र अहिलेसम्म चाहिँ अहिले त्यहाँ थुप्रै मैले मोबाइल दिएको छैन, जेनजीका मसँग सम्पर्कमा आएका प्रतिनिधिहरूले ल तपाईँलाई ह्युज कङ्ग्रेचुलेसन भनेर बधाई दिनुभएको छ। त्यसकारण मैले के भन्न सक्छु भनेदेखि सबै सरकारवालाहरू समूह, राजनीतिक दल अनि दलका उम्मेद्वार र विविध प्रकारका निर्वाचनसँग संलग्न हुनुहुने व्यक्ति र व्यक्तित्वहरूको सबैको राम्रो सहयोग छ, राम्रो सद्भाव छ। निर्वाचनमा भाग लिनु भएको छ। हारजित हुने छुट्टै प्रक्रिया हो, तर निर्वाचनमा भाग लिएर प्रतिस्पर्धात्मक राजनीतिमा गएर म सुशासन प्रवाह गर्न सक्छु भनेर जनता सामु प्रतिबद्धता जाहेर गर्न सबभन्दा ठुलो कुरा हो।